टु न्यू भिडियो। अनि आज चाहिँ फेरि हिउँ परेको छ, फेरि भ्लग बनाउन चाहिँ मन लागि नै हाल्यो मलाई। र आज चाहिँ अलिकति हिउँ ठुलै परेको छ हाम्रो गाउँमा चाहिँ। अनि हेर्न सक्नुहुनेछ मेरो हालत थोडा भन्दा पनि चस्मा ठुलो छ कि के गर्नु। त्यही माथि नाक सानो भएर नि यता एकदमै डेन्जरस भइसक्यो कि त। आँखा यस्तो पोलिरहेको छ कि यो नलाउँदाखेरि चाहिँ। र फेरि सेम रुटिन भनौँ न, आई एम गोइङ अगेन चालु गर्न जाँदैछु। कस्तो पोलेको आँखा गाइस, म थाकिसकेँ कि यता। What's wrong with you? मान्छेले यहाँ जाडो भएर मर्ने रहेछ। यिनीहरू चाहिँ अलिकति उल्टो गरिरहेको छ क्या। खासमा बाटो त्यहाँ हो, यहाँबाट हिँडिरहेछ। सो हिउँ कतिको परेछ भनेर हेर्न सक्नुहुनेछ। एकछिन है, 20 बर्बाद हो गया। आम्बो कति पोलेको या सकिरहेकै छैन, यिनीहरूलाई हेर्न सकेकै छैन। उसलाई चाहिँ मैले छोडिदिएको कि धेरै सानो भएर त्यो हिउँमा त्यो भइरहेको कि डुबिरहेको चाहिँ हो, बाटो डुबिगयो। अनि यो चाहिँ याकको लागि हिजो चाहिँ मैले पुरा हिउँ परिरहेको बेलामा याक खोज्न गएँ। पुरै सबै खोजेँ तर पाएन। टोलिरहेको छ कि यिनीहरू, लाइक जिन्दगीमा यो ठाउँ थाहा छैन भने जस्तै गरिरहेको छ। हाई बिमी, यो चस्माले त केही पनि देखाएको छैन मेरो यहाँ है। हाइपुन्टु खासमा तल जङ्गलमा कुदाउन जाने भनेको हिँडेकै छैन यिनीहरू। ए लड्यो या चस्मा फुकाल्दाखेरि नि आँखा पोलेर के ल आधार पनि बौलाइसकेको। अहिले हामी किरा टिप्ने सिजनमा के भइरहेछ हिउँ, हामी किरा टिप्ने सिजनमा हिउँ परिरहेछ। यसको फेरि विष आफ्नै छ क्या। आई डोन्ट थिङ्क मैले त्यहाँ उनीहरूले त त्यो जङ्गलमा पुग्न सक्छु जस्तो चाहिँ लाग्दैन मलाई। गाइज यिनीहरूको चाहिँ एकदमै बिजोग भइसकेको छ, किनभने सबै ठाउँमा हिउँ छ अनि घाँस छैन। अब यिनीहरू के खाने त। त्यही भएर यसरी भित्ताको त्यो हुन्छ नि घाँसहरू त्यो खाइरहेको बिचरा। के गर्ने किन अब घरमा राख्यौँ भने घाँस धेरै छैन। वाउ कति राम्रो। अनि के अरे अब कुरा गरौँ भने कुरै दुःख भन्ने के भन्छ अरे, खासमा चाहिँ जङ्गलको तल चाहिँ अलिकति खाने ठाउँ रमाइलो छ कि, तर बाटो एकदमै गाह्रो छ। हिउँ यति डिप परेको छ नि, कस्तो भन्दाखेरि यो त झन्डै लडेन कि। अब त्यो सानो बेबी हेरेर नसकी आइरहेछ। म के गर्छु गयो अस्ति के भन्छ अरे विन्टरको बेलामा चाहिँ हिउँ नै परेको थिएन क्या। आई थिङ्क म यहाँ छोडिदिनु पर्ला जस्तो छ, नत्र हुँदैन, गडबड हुन्छ। यति सानो बेबी छ त आई थिङ्क छोडिदिनु पर्ला जस्तो छ, नत्र चाहिँ हुँदैन होला। आई थिङ्क गाइस त्यहाँबाट मान्छेहरू घुम्न आइरहेछ। म अलपत्र भन्ने के भन्छ त्यसमै परिसकेको हो।
अब यो फुच्चेले यो दे भनेर दुःख दिइरहेछ मलाई यो तिम्रो लागि होइन कि कान्छी तिम्रो लागि होइन नि गाइज जबरजस्ती गरिरहेको आई डोन्ट नो अब के हुन्छ इफ यहाँबाट गयो भने त उताबाट त सजिलै छ एक्चुली नो 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 what are you doing wait I told you मैंने बोला था तेरे को मत मैंने बोला था कुछ no okay not bad I think अब मेरे को जाना पड़ेगा or not I have no idea तो क्या करेंगे ठंडी से मैं मर गया हूँ मैं मर जाऊंगी मैं मर गया हूँ मैं मर जाता है Okay, finally I am going. जाँदैछु यिनीहरूसँग अनि अब चाहिँ त्यो गाईको बच्चा चाहिँ माथि नै छुट्यो अनि डेन्जर चाहिँ के भइरहेछ भन्दाखेरि यता चाहिँ जङ्गलमा चाहिँ त्यो माथिको हिउँ चाहिँ पुरै पग्लेर ड्यामडुम झरिरहेको छ अब कुन हुन्छ मेरो टाउकोमा पर्छ जस्तो लागिरहेकै छ मलाई अनि खुसीको कुरा के छ भन्दाखेरि यता जङ्गलमा चाहिँ त्यस्तो धेरै हिउँ छैन रहेछ अलि लगभग पग्लिसकेको रहेछ ए धेरै जस्तो चौँडा यतै रहेछ नि ओके सो अब ठिकै छ सबै कुरो तर फेरि मैले त्यो याकको बच्चा खोज्नु जानु पर्ने छ ड्याम चल भाइ त्यो यस्तो हिरो पल्टिन्छ नि हाम्रो त्यो एउटा चाउन चाहिँ हाम्रो जो देख्यो लड्न तयारले स्विङ गर्छ अब चम्म अब यहाँनिर चाहिँ अलिकति त्योहरू छ आई थिङ्क लगभग यहाँ छोड्दाखेरि चाहिँ हुन्छ मेबी म बच्चा हुँदाखेरि नि यो रुखलाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ यु क्यान सी दुईवटा छ नि त बस्ने त्यो सिट टाइपको एउटा रानीको त्यो सिट अनि एउटा चाहिँ राजाको सिट भन्ने भन्थेँ कि मैले चाहिँ बच्चा बेलामा अनि अहिले पनि लागिरहेको हुन्छ मलाई यसको नाम नै आउँदैन त्यो घाँसकै खानेकुरा स्याउलो यस स्याउलो हाम्रो गाउँमा पनि त्यो पाउँछ नि त अनि त्यो चाहिँ काटेर दिनुपर्ने त्यो लिएर आउनु पर्थ्यो तर उनीहरूले त त्यहाँ पुगेकै छैन अब चाहिँ मैले याक खोजेर जानुपर्ने हुन्छ आई थिङ्क यता राख्यो भने चाहिँ लगभग उनीहरूको अलिकति भए पनि पेट पर्छ यति जाडो भइरहेछ नि यति धेरै जाडो छ नि लाइक के भन्नु म प्लिज म चाहिँ भन्छु भोलिदेखि हिउँ नपरोस् प्लिज कसैले चाहिँ हिउँ मनपर्छ तर मलाई चाहिँ मन पर्दैन एकदमै साथ छु म मैं थक गया हूँ गाइस मैं थक गया हूँ गाइस अब चाहिँ म के गर्छु त आया मर गया हैं के भाभी छैन किन त्यस्तो गाइस अब चाहिँ म एकदमै उकालो चढ्दैछु के हो यो ड्याम अघि के भयो भन्दाखेरि त्यो
अघि चाहिँ त्यो कुइरीहरू माथिबाट घुमेर आयो एकचोटि ब्राङमै लडेको लाग्यो नि मलाई त पुरै लडिरहेको कि दुईचोटि तर पनि हाँसिदिएको आई थिङ्क आज त मैले ज्याम जुम गरिरहेको छु क्यामेराहरू मैले हिजो उनीहरूलाई यता मात्र खोजेको नत्र त सबै ठाउँ खोजिसक्यो रमाइलो भइरहेको हावा चिसो चिसो very dangerous, guys. Who's this here? आज चाहिँ इजिली चाहिँ यो चाहिँ बग्दिँदैन भन्ने मैले थाहा पाइसकेको सो आज आधा मात्र हुन्छ होला किनभने घाम पनि लागेको छैन अलिकति मात्र सो आई थिङ्क भोलि चाहिँ यो बग्छ तर फेरि पढ्यो भन्दा मरेको मैले चाहिँ यो घोडा देखेर याक सम्झेर आएको रहेछ राम्रोसँग हेर्दै हेरेन कि मैले एक झलक्क हेरेँ अनि त्यसपछि दौडिहालेँ के तर यत्रो झरेर आएको फेरि उकालो झर्नु पर्छ ओ माइ गड म मर्छु आज केही सोच्दै नसोचिकन मैले डिसिजन लिएर दौडिहालेँ त्यही मेरो नो वे कस्तो याद जस्तै देखेको यो घोडाबाट फेरि अत्तममा यता आएपछि ट्याक्कै रियलाइज कि यसरी मैले यति धेरै खोजिसकेको हो नि त यहाँ हुनु त चान्सै छैन हाम्रो आँखा कस्तो त्यो फर्स्ट टाइम लाग्यो नि यो चस्मा अनि एकदमै लाग्यो मान्छेहरू फेरि केही देखिरहेको छु मैले त घुमिया जस्तै देख्छु त म त शेष शेष रघु शेष शेष गाइज त्यो के त्यो म एकदम कन्फ्युज छु कि ब्ल्याक छ नि त यता जे पनि ब्ल्याक देखिरहेछ यता त शेष शेष यो चस्माले त फेक देखाएको जस्तो फिल हुन्छ कि लाइक मेरो आफ्नै आँखा नहेरिकन त मैले चित्तै बुझ्दैन आचाउ हे हे आइरहेछ शेष शेष साउन्ड जस्तै छ या आई फाउन्ड त्यही हो त शेष शेष रघु शेष शेष या आई थिङ्क त्यो चाहिँ यहाँको म भन्न सक्छु ग्यारेन्टी दिएर पनि भन्न सक्छु आई थिङ्क गाइज आइ एम गोना सो यु समथिङ है खोइ कहाँ गयो यस दिस इज हनी यो चाहिँ अब चाहिँ बिग्रिसकिहाल्छ कालो भइसकेको छ पहिले चाहिँ के भन्छ भने म र मेरो साथी चाहिँ दुईजना मिलेर आधासम्म चढ्थेँ त्यो लिन सक्छ कि भनेर क्या आधासम्म चढ्थेँ डरले मर्नै ल्याएर कि अब मर्छ भनेर फेरि झर्थेँ फेरि चढ्थेँ कोसिस चाहिँ हामीले एकदमै गरेको कोसिस चाहिँ तर सकेन लास्टमा चाहिँ त्यहीमाथि हाम्रो गाउँको चाहिँ त्यो मान्छे खानुहुन्न भनेर चाहिँ कि उयोको अनि अब हेरौँ उनीहरू हो कि छैन र
प्लिज अब चाहिँ होस् भने प्रार्थनाका साथ अब चाहिँ म आशा राख्न सक्छु कि एटलिस्ट अब नै हुने भने त म सिधै घर फर्किन्छु आई थिङ्क आई स्पेन्ड टाइम अ लट अफ यता के लाइक 2 hours जति भयो सो आई मिस्ड हर छैन त भाइ म फेरि भ्रममा त परेन नि गाइस ला गाइस होइन नि सेट म कसरी फस्न सक्छु गाइस कसरी ल अब तो मैं यहाँ नहीं रहूँगी 1 नहीं रहूँगी 2 नहीं रहूँगी 3 नहीं रहूँगी मैं जाऊँगी I will never stay here anymore गुस्सा हो रहा है ना हाम्रो गाउँको एउटा मान्छेको चाहिँ चौरी याद रहेछ कि उनीहरूको पनि याद छ भन्ने कुरा मैले बिर्सिरहेको दुःख चाहिँ दियो क्या मजाले आमामा हिजो यत्रो घुम्यो आज यत्रो घुम्यो न घर फर्किँदा यत्रो हिउँ पर्दा पनि घर फर्किएन क्या यो चिङबाङ्जीहरू रिसुक्ने Oh my god guys यस्तो डेन्जर घटना घट्यो नि अहिले ओ माई गड के गर्ने म ट्याक्कै म चाहिँ उताबाट आएर चाहिँ ट्याक्कै यता पुगेको थिएँ क्या म त्यहाँ पुग्नुको साथ यत्रो ठुलो ढुङ्गो झऱ्यो नि उताबाट आम्बो म त तर्सेर भगवान् इफ म त्यहाँ अलिकति बस्या भए चाहिँ आज मेरा खत्तम खेल खत्तम हो जाएगा एकदमै डेन्जर छ यार यहाँ त कसम भने यार गाइस माथिबाट त्यो हुन्छ नि के भन्छ त्यसको नाम मलाई फेरि त्यसको नाम नै आउँदैन तिनीहरूले यत्रो गरे होला आई थिङ्क यति डेन्जर नि म त मर्छु कि ला भगवान् सातो गयो नि मेरो आज त मलाई डुबायो त्यो यादले आम्मामा म तर्सेर म त यो लागेको छु नि त आज अनि दौडिन सकिरहेकै छैन कि त्यहाँबाट यस्तो ड्याङ सो म चाहिँ घर आइपुगिसकेको छु अघि नै बढ्न लागिरहेको छ आम्बो अनि भर्खर खाना पकाएर खान लाग्दैछु मैले चाहिँ खाना खाइसकेको छु लन्च मेबी लाइक तर लन्च त होइन लन्च नै मानौँ न त इट्स लाइक अहिले चाहिँ कति भएको छ भन्दाखेरि 4 PM oh my god अनि या सो आज चाहिँ मैले याद पनि पाएको छुइनँ त्यतिकै दिन बित्यो मेरो त्यहाँ चौर बनाउनु गयो अनि त्यसपछि यताउति त्यहाँ म हिँड्दा दिन गयो हेलो गाइज अब चाहिँ म हजुरहरूलाई चौरीको खोलेको रेसिपी देखाउन जाँदैछु यहाँ बलेको आगो मजाले अब चाहिँ पानी भयो सो यसमा चाहिँ के हाल्ने भन्दाखेरि यसमा चाहिँ पाउडर अलिकति के भन्ने त्यो अलि नचाहिने भन्दा हामीले चाहिँ त्यो गरेको कि फापर भन्नु न फापरको पिठो भयो अलि बाक्लो बनाउनु पर्ने हुन्छ नत्र पुग्दैन ओके अब चाहिँ मिक्स गर्ने गाइस अझै पुगेको छैन त्यही भएर फेरि हालौँ अब चाहिँ नुन हाल्नुपर्ने हुन्छ गाइस यो चाहिँ हाम्रो के भन्छ अरे रक्सी पार्ने र अनि खोले बनाउने ठाउँ हो या अनि अहिले चाहिँ ठ्याक्कै बजेको छ 5 बजिसकेको छ अनि बल्ल बल्ल चाहिँ याक पायो अनि मम चाहिँ
याकले दिन गयो सो या आजको दिन यस्तै भयो गाइज अनि त्यसपछि त्यही हो अनि म चाहिँ अब त्यो खान लागेको छु क्विक फोन हेर्दै मजा आयो अनि यो पाक्नुपर्ने हुन्छ त्यसपछि चाउलाई दिन्छु उनीहरूले चाहिँ घाँस पनि खासै छैन नि त सो अनि उनीहरूले चाहिँ एकदमै गाह्रो भइरहेको छ होला आई थिङ्क धेरै भएर के भन्छ अरे भोक लागेर फोटो खिचिहाल्छु गाइस मेरो बिरालो चाहिँ मसँग आउने भनेर यति धेरै त्यो गरिरहेछ नि अघिदेखि के चफर जस्तै आइरहेछ मैले पुस गर्दा पनि नआउ जाऊ नो रिसायो 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 Hi baby, are you sad? Oh, बस्यो रिसायो आऊ आऊ ल आऊ आऊ ल ल आऊ बस्छ बस्छ चोलो ल मम्मा कति नगो मसँग आएर बस्नु पर्ने तिमीलाई है अब चाहिँ म सनसेट के भन्छ त्यसको नाम यस सन एक्स बनाउन लाग्दैछु म हेरौँ कस्तो हुन्छ आहा गाइस ये हुर्रे अहिले त राम्रै भयो अब हेरौँ पाकेपछि के हुन्छ आवर डिनर दिस इज मम्मीको अनि यो चाहिँ मेरो यस वाउ के गाइस इन द मर्निङ चाहिँ मैले मर्निङ डे दिउँसो चाहिँ मैले खाएको भिडियो गरेको थिएन सो आज चाहिँ गर्दैछु या अनि यो चाहिँ के छ भन्दाखेरि बिहानकै के अरे दिउँसोकै भयो किनभने धेरै भयो नि त बाँकी सो हामीले चाहिँ देखाउँदैछु अनि यो सनसेट चाहिँ धेरै नै पाकेर खासै राम्रो चाहिँ भएको छैन है अनि यहाँ चाहिँ भयो मासु भयो के भन्छ त्यसलाई चना अनि त्यसपछि आलु त्यही हो गाइस है यो अचार चाहिँ सिधेर के नत्र त सो या खानुपर्ने हुन्छ हातले खान्थ्यो तर मलाई अनि ने खाटाले चाहिँ फिल हुनु हो न खोला छन्नमा है सनसेट छैन good masih di kuasa ada ceme ya ada lagi nanggo cuy yeah guys here it's like main topic it's looking here so I'm gonna give my mom yeah wow म चाहिँ चलबल दिएर यसरी खाइरहेको छु प्र्याक्टिस गर्नु पर्यो नि त हेरेर साथीहरु यसको नाम चाहिँ के भन्छ मैले बिर्सेँ के यो खाना चाहिँ अलिक तितो फिल हुन्छ यो पनि नर्मल एउटा थियो कि तर मैले बनाएको यो तर धेरै पाक्यो कि मेरो मम्मीको छोरी भएको कि क्या हो घिच्छ बनायो कभी कभी तो फ्री थोड़ा पेट को भी आराम दो आफूले आफूलाई बनायो क्या हो
झोल अलिकति हाल्नुपर्नेछ। हेलो एभ्रिवान, गुड मर्निङ। सो यो चाहिँ नेक्स्ट डे अनि त्यसपछि म चाहिँ यहाँ मजाले बसेर तातो पनि खाइरहेको छु। तर आई थिङ्क घाम लाग्यो। क्यान सी वाउ, फर्स्ट टाइम घाम लागेको देखियो क्या। आई वोक अप अर्ली इन द मर्निङ गाइस। अहिले चाहिँ म नेक्स्ट डे हो आज चाहिँ। अनि खासमा चाहिँ भिडियो इन गर्न लागेको, तर फेरि पनि मलाई बनाउन मन लागेर अनि कस्तो हुन्छ भन्दाखेरि मलाई चाहिँ एकचोटि बनाएँ, त्यसपछि फेरि बनाएँ त्यो जोडेर पुरै त्यो 1 घन्टा बनाउन मन लाग्छ नि। तर अब यसरी त पोसिबल छैन, तर पनि एडिट गर्न झ्याउ लाग्दैन कि। अनि एकदमै त्यो सबै जोडेर बनाउन मन लाग्छ मलाई चाहिँ। अनि आज चाहिँ गाइस भेरी स्पेसल। म चाहिँ लाइक के भन्छ अरे गाउँको छु। सो गाइज लेट्स सी है के हुन्छ। आई एम सो एक्साइटेड फर द्याट। अनि यो चाहिँ भयो हाम्रो फापरको रोटी है गाइज। के भयो भन्दाखेरि चाहिँ यो चाहिँ अलिकति डढ्यो कि। ओके, अब बनाउन स्टार्ट गरिहालौँ न साथीहरू। फर्स्टमा भयो अन्डा। ला बर्गर भन्नु न, अन्डा ठुलो छ त है। ओ शेट गाइज, अन्डालाई चाहिँ अलिकति काटिदिनु पर्ने भयो, नत्र फेरि अन्डा यहाँ ठुलो भएर। मैले चाहिँ अहिलेसम्म बर्गर टेस्ट गरेको छैन खासमा भन्नुपर्दाखेरि। या अब यसमा चाहिँ म चाहिँ ओनियन के अरे यो हाल्छु ल, हाम्रो मुला। अरू त अब हाल्नको लागि केही छैन कि, टोमेटो चाहियो नि त। अनि अरू अझै के हुन्छ होला, सागपातहरू। यस, अहिले त्योहरू केही पनि छैन हाम्रो गाउँमा। सो जे छ त्यसमै रमाउनु सिक्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ अनियन भयो, यो चाहिँ थ्याङ्क गड यो चाहिँ छ भनौँ न जे भए पनि। Oh, I'm very excited. Yay! मलाई चाहिँ जिन्दगीमा के लिनु ट्राई गर्न मन लाग्छ कि। आई थिङ्क हाम्रो गाउँको मान्छेहरू हेरिरहेको छ भने चाहिँ सक हुन्छ होला कि, के गरिरहेको छ फिल हुन्छ होला आई थिङ्क। किनभने यो बकविटको प्यानकेक भनेको चाहिँ हाम्रो यहाँनिर चाहिँ अन्ली खोर्सानीसँग मात्र खान्छ कि अचारसँग, नत्र अरूसँग त खाँदैन। सो म चाहिँ यो केसँग खान्छु, केसँग खान्छु। अनि यहाँ मसँग चिज पनि छ है। Oh my god guys, looking so pretty. तर यो चाहिँ अघि राख्नुपर्ने रहेछ खासमा है। Oh my god, म मर्छु होला यो हेरेर। जिन्दगीमा मैले के गरिरहेको छु यार। Oh my god, अब खानुपर्ने हुन्छ है साथीहरू। खासमा खोर्सानी पनि चाहिरहेको छ, तर हुन्छ अब। ओके ल, कहाँबाट सुरु गर्ने त? म त खानै आइरहेको छैन ओइ। नो ओइ कसरी खाने? अमेजिङ, वाउ मिठो। वाउ
guys, I like it. So yeah, I will back here with next time. So please comment below हजुरलाई कस्तो भिडियो हेर्न मन लागिरहेको छ हैन. त्यसपछि यस्तै हो. अनि म अहिले अझै राम्रो गर्ने ट्राई गर्दैछु किनभने अब यहाँ युट्युबमा न्यू नै छु नि त. सो कति कुराहरू मलाई थाहा छैनन् अनि कति कुराहरू पछि मात्र थाहा पाउँदो रहेछ कि यस्तो रहेछ उस्तो रहेछ भन्ने कुरा थाहा पाउँछ भन्ने छैन हैन. पछि बिस्तारै थाहा हुन्छ जे कुरा पनि. So yeah guys, thank you for watching. अनि कस्तो हेर्न मन लाग्यो please comment down below. Bye guys, thank you for watching. Woo!